पानी आएको आइछ नानी मान्छे बगाएर ढुट्टो पाइसक्यो नानी रामेछापमा मान्छे बगाएर ढुट्टो पार्यो रामेछापमा त होइन अब यहाँ त पानी आएको आइछ पानी बरास सँगसँगै बनेपामा गाडी साडी किन लैसक्यो नानी रामेछापमा कस्तो छ त नि रामेछापमा त पानी आएको पानी रात दिनको पानी 4 दिन भइसक्यो आएको होइन नि त्यो आएको छैन यहाँ त पानी पर्दैन मम्मी यहाँ पानी आउँदैन यहाँ त छार्रा छुर्रा आउँछ त्यही पनि जाडो महिनामा यहाँ त के पानी आयो भने यस्तो जुम्मै मान्छे बगाएर ढुट्टो पाइसक्यो नानी उता अनि त्यो अहिले बनेको नयाँ घरतिर मासतिर बनेको घरमा के पुरै कलर सलर लागेको बगायो क्या के अरे लागेको थियो रङहरू लगाएको थियो रातो पहेँलो सेतो लगाएको थियो पानी उ गरेर पानीले फेरि जुम्मै पखालिहाल्यो नि स्वात्तै पखालिदियो है अब फेरि अब लाउने बेला भइहाल्यो फेरि अनि बाटामुनिको घरमा त अब त्यस्तो पानी पर्यो बाटामुनि घरमा त बस्नु भएन नि फेरि बाटामुनि घर त अब ढल्न गरेको हो यो पनि बाटामुनि घर त अब यसो भन्न सकिँदैन सक्नुहुन्छ नानी अब माथि अब पूजाहरू लगाएको छैन दुर्गी पूजा लगाएको छैन माथि माथि त रुद्री पूजा नलागि त बस्नु मिल्दैन त्यही त अब यहाँ पनि बग्दैन होला यहाँ पनि अब ढल्न गरे घरै नै हो यो पनि बग्दैन होला नानी होइन त्यो मासतिरको त पातो माटोको थुप्रो जस्तो त डह्रो छ त्यो डह्रो छ बग्दैन त्यो यहाँ मासेर त ढल्न गरे उठाएको हो त्यही त त्यहाँ अलिक खतरा भनेको चाहिँ त्यो स्कुलको माथि सल्लो घारीहरूतिरबाट अलि आउने डर हो माथिबाट त्यति नै हो अरू त केही छैन खानासाना खानुभयो आधा जग्गा त थियो आज अब ढिँडो पकाउने अब सानो के पकाउने नानी अब त्यस्तै हो नि त ए आज एकादशी दिन ढिँडो पकाउने के मकैको ढिँडो आधाको पिठो ल्याएको के को पिठो रे आटाको पिठो गहुँको क्या नानी गहुँको ए गहुँको पिठो ए अनि